नमस्कार। आज हामी एकजना यस्तो व्यक्तिको यात्राबारे अलि गहिरिएर कुरा गर्दैछौँ जसको नाम भारतीय उद्योग जगतमा लगभग पर्यायवाची नै छ, धीरूभाई अम्बानी। हो, धीरूभाई अम्बानी गुजरातको एउटा सानो गाउँबाट सुरु गरेर हैन भारतकै सायद सबैभन्दा ठूलो व्यापारिक साम्राज्य खडा गर्ने कथा त साँच्चै प्रेरणादायी छ। एकदम। हामीसँग भएका स्रोत सामग्रीले पनि उहाँको जीवनका विभिन्न पाटा, उकाली ओराली, त्यो सङ्घर्षका दिनहरू अनि सफलताका सूत्रहरू पनि केही अनौठा सूत्रहरू केलाएका छन्। र हाम्रो उद्देश्य पनि आज यी स्रोतहरूबाट धीरूभाईको जीवन, उहाँको काम गर्ने तरिका, त्यसबाट मुख्य के सिक्न सकिन्छ भन्ने नै हो। खास गरी उहाँले कसरी ती चुनौतीहरूलाई अवसरमा बदल्नुभयो। हो, त्यो महत्त्वपूर्ण छ। अनि अर्को कुरा, एउटा सामान्य मान्छेले कसरी लाखौं अरू साधारण मानिसहरूलाई आफ्नो त्यो ठूलो व्यापारिक सपनाको हिस्सा बनाउन सक्यो, यो पक्ष चाहिँ मलाई निकै रोचक लाग्छ। सुरुवातबाट हेरौँ न त। 1932मा गुजरातको चोरवाद गाउँमा जन्म। स्रोतहरूले भन्छन् परिवार एकदमै सामान्य थियो, शिक्षकको परिवार। हो, आर्थिक अवस्था त्यति राम्रो थिएन रे, तर महत्वाकांक्षा चाहिँ भनौँ न सुरुदेखि नै ठूलो थियो। त्यही महत्वाकांक्षाले दोहोर्याएर होला उहाँ किशोर अवस्थामै यमन पुग्नुभयो। त्यहाँ पेट्रोल पम्पमा काम गर्नेदेखि लिएर पछि एउटा कम्पनीमा क्लर्कसम्म बन्नुभयो। स्रोतहरूले के देखाउँछन् भने उहाँले त्यहाँ व्यापारका आधारभूत कुराहरू त सिक्नुभयो, तर मनमा चाहिँ आफ्नै केही ठूलो गर्ने हुटहुटी थियो। बिल्कुल, त्यो हुटहुटी सधैँ थियो। तर अब त्यो ठूलो सपना पूरा गर्न न त पैसा थियो पर्याप्त, न त गहिरो व्यावसायिक ज्ञान नै, होइन? अनि 1958मा भारत फर्किनुभयो। त्यसपछि बल्ल आफ्नै काम सुरु भयो, रिलायन्स कमर्सियल कर्पोरेसन, आफ्ना केही नातेदारहरूसँग मिलेर। हो, सुरुमा मसला अनि धागोको व्यापार, त्यो पनि एकदमै थोरै पैसामा। स्रोतहरू पढ्दा लाग्छ सुरुवात त निकै कठिन थियो होला। कठिन मात्रै कहाँ हो र, चुनौतीपूर्ण नै थियो। हो नि, स्रोतहरूले उल्लेख गरे अनुसार पैसाको अभाव त लगभग सधैँ नै थियो रे सुरुमा। त्यसमाथि बजारमा जमेका पुराना व्यापारीहरूले हैन नयाँ मान्छेलाई कहाँ सजिलै पत्याउँथे र। हो, अनि सरकारी प्रक्रिया, नियम कानुनका बाधा अडचन त छँदै थिए होला। थिए, कैयौं पटक व्यापारमा घाटा पनि भयो, आर्थिक सङ्कट पनि आयो। तर यहाँनिर उहाँको एउटा गुण स्रोतहरूले बारम्बार देखाउँछन्, त्यो उहाँको दृढता, कहिल्यै हरेस नखाने। त्यो चाहिँ गजबकै थियो। निरन्तर लागिरहने, सम्बन्ध बनाउँदै जाने अनि अलि टाढाको सोच्ने। तर यतिले मात्रै त पुग्दैन थियो होला नि यत्रो ठूलो साम्राज्य बनाउन। त्यही त, त्यो ब्रेक थ्रु चाहिँ कसरी आयो त? के थियो त्यो खास कुरा? यहाँनिर आउँछ उहाँको त्यो नवीन सोच, जसले पुरै खेल नै परिवर्तन गर्यो भन्दा हुन्छ। स्रोतहरूले विशेष जोड दिएको कुरा हो पैसा जुटाउने उहाँको एकदमै फरक तरिका। त्यो पैसा जुटाउने तरिका कस्तो थियो? त्यो बेलासम्म कस्तो थियो भने ठूलो उद्योग खोल्न कि त बैंकबाट ठूलो ऋण लिनु पर्थ्यो, कि त पहिले नै स्थापित धनीमानीहरूको लगानी चाहिन्थ्यो। अम्बानीले के गर्नुभयो भने उहाँ सिधै आम जनतामा जानुभयो। आम जनतामा कसरी? उहाँले हजारौं साना लगानीकर्ताहरूलाई शेयर जारी गरेर आफ्नो कम्पनीमा लगानी गर्न आह्वान गर्नुभयो। आउनुहोस्, रिलायन्सको मालिक बन्नुहोस् भने जस्तै। ओहो, यो त त्यो बेलाको भारतको लागि त निकै नै नौलो प्रयोग हुनुपर्छ। सामान्य मान्छेले ठूलो कम्पनीको शेयर किन्ने। एकदमै नौलो र भनौँ न दूरगामी पनि। स्रोतले यसलाई भारतमा इक्विटी कल्चर अथवा शेयरमा लगानी गर्ने संस्कृतिको सुरुवात नै भनेको छ। यसले त दुईतिर फाइदा गर्यो होला है? ठ्याक्कै दुईवटा ठूला काम गर्यो। एक, रिलायन्सलाई चाहिने ठूलो पैसा सजिलै जुट्यो, त्यो पनि ब्याङ्कको महँगो ब्याज तिर्नु परेन। अनि दोस्रो, लाखौं मध्यमवर्गीय भारतीयहरू पहिलो पटक देशको औद्योगिक विकासमा प्रत्यक्ष रूपमा जोडिए। उनीहरूलाई के लाग्यो भने रिलायन्स त मेरो पनि कम्पनी हो। यो एउटा मनोवैज्ञानिक जित पनि थियो। साँच्चै गजबको रणनीति। अनि कम्पनी चलाउने तरिका नि, व्यवस्थापन शैली कस्तो थियो उहाँको? स्रोतहरू के भन्छन्? उहाँको व्यवस्थापन शैली पनि अलि फरक नै थियो परम्परागत भन्दा। स्रोतहरूका अनुसार उहाँले क्षमता भएको मान्छे चिन्नुहुन्थ्यो रे, अनि उनीहरूलाई जिम्मेवारी र अधिकार दिन पटक्कै हिचकिचाउनुहुन्न थियो।
भनेपछि काम गर्नेलाई विश्वास गर्ने। हो, विश्वास गर्ने। निर्णय प्रक्रिया छिटो थियो। कर्मचारीहरूसँग सिधै कुरा गर्नुहुन्थ्यो। काममा पारदर्शितामा जोड दिनुहुन्थ्यो। अनि सबैभन्दा महत्त्वपूर्ण, उहाँ भविष्य देख्नुहुन्थ्यो। नयाँ प्रविधि अपनाउन सधैँ अगाडि। त्यही भएर होला रिलायन्स धागोबाट सुरु भएर पछि पेट्रोकेमिकल्स, तेल प्रशोधन अनि दूरसञ्चार जस्ता ठूला क्षेत्रमा फैलियो। त्यो दूरदृष्टि र नयाँ प्रविधिमा लगानी गर्ने आँटले नै सम्भव भएको हो। 2002मा उहाँको निधन भयो, तर उहाँले रोपेको बिउ त्यो रिलायन्स इन्डस्ट्रिज आज भारतको सबैभन्दा ठूलो कम्पनीहरूमध्ये एक छ। लाखौंलाई रोजगारी, अर्थतन्त्रमा ठूलो प्रभाव, यो नै उहाँको विरासत हो, होइन? हो, निसन्देह। र उहाँको कथाबाट सिक्न सकिने कुराहरू पनि धेरै छन्, जुन स्रोतहरूले पनि बारम्बार औल्याएका छन्। जस्तो कि सानो सुरुवातबाट डराउनु भएन, ठूलो सपना देख्ने आँट गर्नु पर्यो। हो, अनि बाधाहरू त आइहाल्छन्, तर तीबाट सिकेर अघि बढ्नु पर्यो, हिम्मत हार्नु भएन। मान्छेलाई विश्वास गर्न सक्नु पर्यो, उनीहरूलाई आफ्नो यात्रामा सँगै लिएर हिँड्न सक्नु पर्यो। अनि अर्को महत्त्वपूर्ण कुरा, चलेको बाटो मात्रै हिँड्ने होइन, कहिलेकाहीँ नयाँ सोच र जोखिम लिएर आफ्नै बाटो बनाउन सक्नुपर्छ। यी सबै महत्त्वपूर्ण सिकाइहरू हुन्। तर अब श्रोताहरूलाई एउटा प्रश्न छोडेर बिट मारौँ कि? हुन्छ, के प्रश्न होला? धीरुभाइ अम्बानीको यो अद्भुत सफलताको पछाडि कुन चाहिँ तत्त्व बढी शक्तिशाली थियो होला जस्तो लाग्छ? उहाँको त्यो कहिल्यै नहार मान्ने चट्टान जस्तो दृढता र अथक सङ्घर्ष, कि आम मानिसलाई शेयर बजार मार्फत आफ्नो कम्पनीमा जोड्ने त्यो अद्वितीय र भनौँ न क्रान्तिकारी वित्तीय रणनीति, कुन चाहिँ कुराले उहाँको यात्रालाई साँच्चै अरूभन्दा फरक बनायो होला? हो, यो सोच्न लायक प्रश्न हो। यसमा विचार गर्नु निकै रोचक हुन सक्छ।